जाजरकोटको कुशे गाउँपालिका परिक केन्द्रबिन्दु बनाएर शुक्रबार राति 8:06 5.3 म्याग्निट्युड र भूकम्प गएको 5 मिनेट पश्चात लगत्तै 5.5 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। साथै अझै पनि भूकम्प जाने शंका भएकोले सबैजना सुरक्षित साथ यथास्थानदेखि आफ्नो घरदेखि खुल्ला चौरमा गएर बसिदिन राष्ट्रिय भूकम्प तथा अनुसन्धान मापन केन्द्रले जनाएको छ। साथै भूकम्प जाजरकोटमा गए तापनि छिमेकी जिल्लामा पनि असर झट्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। छिमेकी जिल्ला दैलेख, सुर्खेत, सल्यान, रुकुम लगायत जिल्लाहरूमा भूकम्पको झट्का महसुस गरिएको छ र भूकम्प अझै पनि जान सक्ने सम्भावना भएकाले सबैजनालाई सुरक्षित यथास्थानमा गएर बसिदिन राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान आयोगले जनाएको छ। सबैजना सुरक्षित रहनुहोला र आजको रात सबैजना खुल्ला चौरमा गएर बसिदिनु होला। धन्यवाद।